बाइक लिन आउँछु चाँडै आउँछु भन्थ्यो 4 बजी निक्लिने मान्छे कति बज्यो अहिले 4 बजेर 20 मिनट गइसक्यो त्यही पनि कोही निक्लेको छैन चरो भुत्लो यसरी हिँडिसकेँ अब 15 चाहिँ पकेटमा छ अहिले तल पुगेर लाउँछु ब्याग बनाउनलाई डोरी पछाडिरहेको छु अनि ओहो हिँड्ने बानी पनि छैन लुगा यति धेरै लुगा लगाएको छु कि त्यो लुगाले नै टाइट भइरहेछ लुगाले टाइट गरेर उठुस फुटुस भइरहेछ गाड पनि गाड बनाएको छु अगाडि बनाएको हो तिमीको गाड टिकेन ल हेर्नुहोस् हरियाली छ पछाडि कोही पनि छैन आइपुगेको सबिन भाइ उठिसकेको छ प्रितमले म उठ्छु त भन्दै थियो अनि म चाहिँ निन्दा लागेन यसो तल गएर केटाले चिया बनाउँछ चिया मन्दिर पुगेँ चाहिँ नि सबिन भाइको घर जानु पऱ्यो सोने भयो के गर्नु होइन केटाहरू पनि उठेछन् बत्ती त बालेको छ उठिसकेको बिहानै अहिले खुट्टा खान्छ साले भाँचलाई मलाई चिनेन त आज गाइस होइन केले चिनेन केटाहरूले चाहिँ चिनेको चिनेन मलाई होइन केटाहरू चाहिँ रेडी भयो भने त यस्तो पारा रेडी भयो भने त म केटाहरू लाउन कहाँ लाएर अब त एकैछिन दाइ अब रेडी गाइस अब के भन्दा यस्तै हो है अघि बनाएको भिडियोमा चाहिँ अलिकति टाउको आधी आधी हारेछ बाटोको भिडियो त्यही भएर त्यो चाहिँ हाल्दिनँ यो चाहिँ हाल्छु होला तपाईँ त्यो पनि हाल्छु अब चाहिँ चिन्यो अहिले चाहिँ नि अब चिनेपछि चाहिँ यस्तै मलाई किन नचिनेर चाहिँ नि ल अहिले त टोक्न आउने मलाई यो ल गाइस चिया पनि अब सुरु भयो केटाहरू सबै आइपुगे ल छन् अब चिया हेर्यौँ अनि त्यसरी मेरो चाहिँ अनुहार आउँछ कि आउँदैन यसपालि चाहिँ अलिकति डाउटै छ होइन आछ यस्तो तातो 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 मिठो 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 भन्ने क्या हो ल होइन ल केटाहरू चिया हाल्दैछन् ल छोडा ल्याउनु मिल्थेन